सबै ब्याङ्कको लोन डिपार्टमेन्टको टिम मेम्बरले हेर्नै पर्ने भिडियो। यदि तपाईँको ब्याङ्कबाट लोन लिनुभएको कस्टमरले 2, 3, 4 चोटि किस्ता खप्टिसक्यो, लोन तिर्न सक्नुभएको छैन भने त्यो प्रपर्टी अक्सनमा निकाल्नुभन्दा राम्रो के हुन्छ भने त्यो लोन लिने कस्टमरको पर्मिसन लिएर तपाईँले लालपूर्जा नेपालसँग सम्पर्क गराउनु भयो भने चाहिँ तपाईँको अक्सनमा पनि लानु परेन। हामीले राम्रो तपाईँको लोन अमाउन्ट भन्दा बढी तिरेर त्यो प्रपर्टी किन्ने मान्छे पनि ल्याउँछौँ, जसले गर्दाखेरिमा सेलर पनि खुसी, बायर पनि खुसी, ब्याङ्क पनि खुसी र हामी पनि खुसी। अब ब्याङ्कलाई अझ फाइदा हेर्नुहुन्छ भने त नयाँ किन्न आउने मान्छेले त्यो ब्याड लोन भए पनि किन्ने मान्छेले फेरि त्यो प्रपर्टीको लागि लोन लिएर तपाईँको लागि नयाँ गुड लोन पनि आउन सक्छ। धेरै मैले ब्याङ्कको प्रब्लम देखेको चाहिँ अक्सनमा लाने। अक्सन समस्याको समाधान होइन। अक्सन लानुभन्दा अगाडि नै त्यो प्रपर्टी किन्ने मान्छे खोजेर तपाईँको त्यो डिल गराउन सक्यो भने चाहिँ एकदमै राम्रो हुन्छ। र त्यो चाहिँ हामीले धेरै ब्याङ्कहरूको लालपूर्जा नेपालबाट यस्तो काम पनि गरिसकेका छौँ। र तपाईँको चाहिँ नि एनपिएल छ, अहिले पर्फर्मिङ भइरहेको छैन, लोन राम्रो छैन भने चाहिँ त्यो ब्याड लोनलाई गुड लोनमा कन्भर्ट गर्ने नयाँ कस्टमर र सबैजना ह्याप्पी बनाउनको लागि चाहिँ लालपूर्जा नेपाललाई सम्पर्क गर्नुहोस्। र तपाईँहरूले अब एनपिएल मात्र नभइकन कुनै अब एनबिएहरू पनि छ भने पनि त्यसमा पनि हामी वर्कआउट गर्न सक्छौँ। तर एनपिएल हुँदाखेरि मात्रै सबैजनालाई भलो हुन्छ, किनभने तपाईँलाई थाहा नै छ लालपूर्जा नेपाल जस्तो नाम त्यस्तै काम।